सिंहदरबारभित्र ठिक छ, एसी चलेको छ, चिया पाकिरहेको छ, तर सिंहदरबार बाहिर हजारौँ शिक्षकहरू धुलो र आँसुमा निथुक्क छन्। शिक्षकहरू जो राष्ट्र बनाउने मेरुदण्ड हुन् आज आफै भाँचिने अवस्थामा छन्। किन राज्यले उनीहरूलाई सुन्न छाडेको हो? आज यही शिक्षक आन्दोलनको पेरिफेरीमा रहेर हामी बहस गर्नेछौँ। हामीसँग श्री गहते अमोट आधारभूत विद्यालय पर्वतका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठन फलेवास नगरपालिकाका अध्यक्ष आदरणीय सर ओमकार पौडेल सर हुनुहुन्छ। ओमकार सर, तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ। धन्यवाद। कक्षा कोठा छाडेर सडकमा उभिने अवस्था कसरी आयो? अब शिक्षा ऐन, नेपाल सरकारको नीति र सबथोकले गर्दा हामी चाहिँ एकदम हेपिएर आफ्नो चाहिँ शिक्षण पेसालाई पेसाभन्दा पनि धेरै शिक्षण सेवा हो, हामीले चाहिँ समाज सेवा गर्नुपर्छ, शिक्षण सेवा हो, यो चाहिँ पेसागत लाभको लागि भन्दा पनि सेवामुखी भएर काम गर्नुपर्छ भनेर लाग्दै 28 सालदेखि आएको ऐन अहिलेसम्म पनि त्यही ऐन चलिरहेको छ र विभिन्न साथीहरूका विभिन्न किसिमका विभिन्न प्रकारका शिक्षकहरूका माग, सेवा सुविधा जुन पेसागत विकास छ ती कुराहरूलाई चाहिँ सरकारले व्यवस्था गरेको भएर अहिले चाहिँ हामी सडकमा आउन बाध्य छौँ। तपाईहरू यसरी आन्दोलनमा होमिँदै गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यलमा परेको छ। तपाईहरूले आफ्नो अधिकार खोजिरहँदा कतै कर्तव्य छुटे जस्तो लाग्दैन? होइन सर, खासमा आजसम्म चाहिँ विद्यार्थीको भविष्य चाहिँ अन्यलमा थियो जस्तो लाग्छ मलाई। किन त भने शिक्षण पेसा भनेको यस्तो पेसा हो जहाँ चाहिँ सबैभन्दा कक्षाको सबैभन्दा उत्कृष्ट विद्यार्थी चाहिँ शिक्षण पेसामा आउनुपर्छ। तब मात्र के हुन्छ, शिक्षाको सुधार हुन्छ। अहिले भइरहेको के छ, शिक्षण पेसाप्रति आकर्षण छैन। अनि भएसम्म अन्य कामहरू गर्ने, अनि नभएदेखि बरु म शिक्षक सेवा आयोग लडेर टिचर भए पनि हुन्छु भन्ने मानसिकता छ। र जब चाहिँ जनशक्ति राम्रो भित्रिन्न तब क्वालिटी आउँदैन। हामीले अहिले अध्यापन गराइरहेका बच्चाहरूको पेसागत सुनिश्चितता र उनीहरूको शैक्षिक गुणस्तर सुधारको हेतु र समग्र सामुदायिक शिक्षाको सुधारको लागि चाहिँ अहिले हामी सडकमा छौँ। तपाईँहरूले सडक सङ्घर्ष गरिरहँदा सरकारले आन्दोलन मत्थर बनाउने रणनीति बनाउँदैछ भन्ने सुनिएको छ, यसमा तपाईँको के राय छ? सरकारले आन्दोलन मत्थर बनाउने रणनीति बनाओस् अथवा नबनाओस् र केही झल्काहरू चाहिँ हामीले चाहिँ यहाँ बानेश्वरमा देखिरहेको पनि छौँ, माइतीघरमा देखिरहेको पनि छौँ। तर हाम्रो प्रष्ट विचार के छ त भने यो पालि सरकारले कुनै हालत पनि हाम्रो आन्दोलन मत्थर बनाउन सक्ने छैन। किनभने यो कुनै पार्टीगत लडाइँ होइन, यो कुनै एउटा कुनै दलसँग आबद्ध संस्थाको भातृ सङ्गठनको लडाइँ होइन। यो चाहिँ पेसागत हकितका लागि को लडाइँ हो र हामी समग्र शिक्षक वर्गको लडाइँ हो। र यो चाहिँ एउटा इतिहास रच्ने बेला हो। यो चाहिँ मत्थर बनाउन राज्यले खोज्छ भने चाहिँ राज्यलाई नै असर गर्न सक्छ। तर हाम्रो यो आन्दोलन चाहिँ जसरी नै सफल पार्ने भनेर हामी दृढ लक्ष्य लिएर अगाडि बढेको छौँ। यसै सन्दर्भमा एउटा औपचारिक कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिक्षकहरूको आन्दोलनका मागहरू पुरा गर्न लायकका छैनन्, पुरा गर्न नसकिने छन् भनेर भन्नुभएछ। के तपाईँका मागहरू अस्वाभाविक र अवैज्ञानिक छन्? छैनन्, पक्कै पनि छैनन्। हाम्रा मागहरू किन अस्वाभाविक छैनन् भने महिनौभरि काम गरेको एउटा कर्मचारीलाई सङ्घीय सरकारले 7-8 हजार दिइरहेको छ। हामीले चाहिँ यो चाहिँ दरबन्दी कायम हुनुपर्छ भनेर हामीले माग राखेको छौँ। यो अस्वाभाविक हो। एउटा सरकारी कर्मचारीले एउटा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको जसरी नै विद्यालयमा काम गर्ने कर्मचारीको पनि तलब सेवा सुविधा हुनुपर्छ भन्ने कुरा नाजायज हो। कि त्यो पोसिबल छ भने यो पोसिबल किन छैन? एउटा बाल विकासमा सबैभन्दा बच्चाहरू स्कुल जब आउँछ ठोकिन्छ कोसँग? इसिडीको शिक्षकसँग, बाल विकासको शिक्षिकासँग। अहिले बाल विकासको जुन शिक्षकहरू हुनुहुन्छ उहाँहरू चाहिँ दरबन्दीमा शिक्षक भनेर नै हुनुहुन्न। उहाँ चाहिँ विद्यालय तहमा नै समावेश छैन बाल विकास शिक्षा। र जब चाहिँ सबैभन्दा बेस्ट मान्छे चाहिँ जुन ठाउँमा हुनुपर्ने हो त्यो ठाउँको मेन पावरलाई, जनशक्तिलाई अहिले राज्यले के गरिरहेको छ, 7-8 हजार दिएको छ। अरू चाहिँ स्थानीय तहले गर है भनेर 15-17 हजार बनाएको छ। अब कसरी चल्छ त उनीहरूको दिनचर्या? त्यो चाहिँ अन्याय भएको छैन? अरू सबै सक्ने, जुन चाहिँ हाम्रा कलिला बालबालिकाहरूलाई नाकको सिँगान पुछेर चाहिँ हुर्काउने, नाकको सिँगान पुछेर चाहिँ हातमा कलम लिन सिकाउने हाम्रो शिक्षकलाई चाहिँ विद्यालय तहमा ल्याउन पनि नसक्ने र उनीहरूलाई दैनिक जीवन चल्ने जति दिनपर्ने हो पारिश्रमिक त्यो पनि दिन नसक्ने।
यस यो त पोसिबल छैन। बिचमा पनि सहमतिहरू भए, कयौँ सहमतिहरू भए, बिचमा भएका सहमतिहरू कार्यान्वयन भएनन् भन्ने तपाईँहरूको भनाइरहेको छ। यसपटक पनि सहमति भएर कार्यान्वयन हुन्छ हुँदैन भन्ने माहौलमा तपाईँहरू हुनुहुन्छ कि हुँदैन? यो पटक सहमति नै हुँदैन सर, यो कुरा क्लियर नै हो। हाम्रो आदरणीय शिक्षक महासङ्घको अध्यक्ष लक्ष्मीकिशोर सरले पनि भनिरहनु भएको छ, यो पालि सहमति हुँदैन, यो पालि हामीले ऐन लिएर जाने हो। यसको मतलब के हो त भने हामी कुनै पनि सहमतिमा, कुनै पनि ललिपपमा र पहिलाको जस्तो झुटो आश्वासनमा हामी घर फर्किनेवाला छैनौँ। हामी चाहिँ विगत 16 दिनदेखि सडकमा छौँ। म आफै पनि विगत 16 दिनदेखि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको र फलेवास नगरको आन्दोलन परिचालन समितिको संयोजकको रूपमा सडकमा छु। र हामीले पहिलोको दिनहरूमा भन्दा जब दिनहरू कट्दै गएको छ, उपस्थिति बढ्दै गएको छ। यसको मतलब के हो त भने शिक्षक साथीहरू दृढ हुनुहुन्छ, हामीले जसरी नै ऐन ल्याउनुपर्छ भनेर लागेको छौँ र ऐन जारी गर्नै पर्छ सरकारले। अहिलेको अधिकांश प्राइभेट विद्यालयमा धुमधामका साथ भर्ना अभियान चलाउँदै सुरुवातको चरणमा छन्। यता सरकारी विद्यालयको स्थिति यस्तो छ। यसले सरकारी विद्यालयप्रति आम अभिभावकहरूमा नैराश्यता प्रदान गर्दैन? यो चाहिँ तपाईँले उठाएको विषय चाहिँ गम्भीर छ। अहिले चाहिँ के भइरहेको छ, जो चाहिँ बिचौलियाहरू छन्, जो चाहिँ सरकारी विद्यालय र निजी विद्यालय के हो त भने परस्परको सम्बन्ध हुनुपर्छ। गुणस्तर सुधारमा चाहिँ निजी विद्यालय पनि आवश्यक छ, तर निजी विद्यालयको साथीहरूले नि के बुझ्नुपर्छ भने यो व्यापार गर्ने बेला होइन। हामी त निजी विद्यालयको शिक्षक साथीहरूको पनि हकितमा बोलिरहेको छौँ। शिक्षक साथीहरूले त्यो बुझ्नुपर्छ। निजी विद्यालयमा पढाउने शिक्षकहरूले पनि हामी बराबरको सेवा सुविधा पाउनुपर्छ भन्ने हाम्रो माग पनि, यो आन्दोलनले माग पनि त्यो पनि राखेको छ। भने साथीहरूले शिक्षालाई व्यापार बनाउँदै गर्दा नैतिकता नगुमाउने गरी गर्नु होला। र जुन चाहिँ सामुदायिक विद्यालयको कसर छ, हामीले अभिभावकज्यूहरूलाई, विद्यार्थी भाइ बहिनीहरूलाई के चाहिँ आश्वस्त हुन अनुरोध गर्दछु भने हामी उहाँहरूको लागि, हामी सामुदायिक शिक्षाको लागि लडिरहेको छौँ। हामी वार्षिक परीक्षा सकाए पछाडि लडिरहेको छौँ, जहाँ चाहिँ विद्यार्थीको चाहिँ के हुँदैन, पठन पाठनमा धेरै असर नगर्ने गरी यो बेलालाई सदुपयोग गर्ने गरी हामी लडाइँमा छौँ। र यसले पक्कै पनि हाम्रो सार्वजनिक शिक्षालाई र सामुदायिक विद्यालयहरूलाई चाहिँ फाइदा नै पुग्छ। त्यस्तो गरेर हामीले सबैको साथ र सहयोगको अपेक्षाका साथ हामी अगाडि बढ्ने दृढ लक्ष्य लिएर यहाँ सडकमा छौँ। भर्खरै एससी इक्जाम पनि सकियो। तपाईँहरूले कक्षा 12को परीक्षामा संलग्न नहुने र एससी परीक्षाको कपी चेक नगर्ने भन्नुभएको हो। एकदम क्लियर कुरा। किन हो त भने शिक्षक कसैले पनि, नेपालमा भएको कुनै पनि शिक्षकले आफ्नो विद्यार्थी बिग्रोस् भन्ने चाहँदैन। त्यही भएर हामीले असहयोग गरेर आन्दोलन त, धर्ना त अगाडिबाट सुरु भएको थियो नि। एससी त चलायौँ त हामीले, 8 कक्षाको परीक्षा त लियौँ त, वार्षिक परीक्षा त सक्यौँ त हामीले। हाम्रो त्यो चाहना हुन्थ्यो, विद्यार्थीहरूलाई असर गर्ने चाहना हुन्थ्यो भने हामीले पहिलेदेखि रोक्न सक्थ्यौँ। तर यो चाहना चाहिँ सरकारको छ। हामीले सरकारले बुझिरहोस्। के बुझिरहोस्, हामीले एससी सकाएको छौँ, कपी चेक गर्ने बेला बल्ल हुँदैछ। 12को परीक्षा नआउँदै हामीलाई चाहिँ लसरहरू, हामीले यो माग सम्बोधन गर्छौँ, हजुरहरूका ठिक छ नि मागहरू, र हामीले चाहिँ शिक्षा ऐन जारी गर्न चाहिँ हामी तत्पर छौँ भनेर हामीले पठाउने वातावरण सरकारले बनायो भने हामी चाहिँ एससीको कपी पनि चेक गर्छौँ। हाम्रो विद्यार्थीहरू 12को परीक्षा पनि लिन्छौँ। हाम्रो विद्यार्थीहरू, हामीलाई जति माया सरकारलाई भइदिएको भए सायद यत्रो दिन 16 दिनसम्म लाखौँ शिक्षक सडकमा हुन आवश्यक थिएन। ल भन्दै गर्दा, यसरी भन्दै गर्दा आज म हजुरको स्टुडियोमा बोल्दै गर्दा शिक्षा ऐन मभन्दा 22 वर्ष जेठो छ। मभन्दा 22 वर्ष शिक्षा ऐन मभन्दा 22 वर्ष जेठो छ। 22 वर्ष जेठो शिक्षा ऐनको परिधिमा लगेर मैले काम गर्दैछु। म चाहिँ एउटा विद्यालयको प्रधानाध्यापक हो। तर मैले प्रधानाध्यापक भन्दै गर्दा कुन हिसाबले प्रधानाध्यापक भएँ? म त्यहाँको चाहिँ म शिक्षक, म सबै कक्षा हेर्नुपर्छ, अनि त्यहाँको प्रशासनिक कामहरू गर्नुपर्छ, अनि प्रधानाध्यापक सबै प्रावि, निमावि, मावि अथवा आधारभूत तह र मावि तह नै गऱ्यो भने पनि प्रधानाध्यापकलाई दिएको सेवा सुविधा के छ त? त्यो बेला जे दिएको थियो माविको लागि 500, 300, 200 भनेर दिएको छ। अनि हाम्रो माग के छ त भने हाम्रो माग आर्थिक कुरासँग मात्रै रिलेटेड छैन। हाम्रो के छ त, प्रधानाध्यापकलाई प्रधानाध्यापक बनाउनुहोस्, प्रधानाध्यापकको एउटा दरबन्दी कायम गर्नुहोस्, प्रधानाध्यापकलाई शिक्षक सेवा आयोगबाट नियुक्त गर्ने, खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने व्यवस्था गरियोस् भन्ने माग छ। त्यो भयो भने विद्यालयको गुणस्तर सुधार र प्रशासनिक क्षमता अभिवृद्धिमा चाहिँ प्रधानाध्यापकको प्रशासनिक क्षमता अभिवृद्धिमा चाहिँ पक्कै पनि सुधार ल्याउनेछ र कुशल प्रधानाध्यापक विद्यालयले पाउनेछ
भन्ने चाहिँ हाम्रो यो आन्दोलनको माग हो। आन्दोलन भएको पनि यत्रो दिनहरू भइसक्यो। हजुर, यसमा सरकार पहिला गल्छ कि शिक्षकहरू गलेर घर फर्किनुहुन्छ? शिक्षक गल्दैन, शिक्षक गल्दैन सर। 28 सालदेखि अहिलेसम्म शिक्षकले सहेकै छ। शिक्षकले अघिल्लो 80 सालको आन्दोलनमा पनि हुन्छ हामी फर्किन्छौँ, हामीले पढाउँछौँ भनेर सहेको नै हो। 3 दिन 4 दिन आन्दोलनमा गरेर पछाडि आफ्नै विधा कटौती गरेर विद्यार्थीको गुणस्तरमा प्रभाव नपरोस् भनेर हामीले काम गरेकै हो। अहिले पनि हामीले के गर्दैछौँ, हामीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रूपमा हेर्दै गर्दा पनि जति हाम्रो रिजनले हाम्रो कारणले चाहिँ विद्यार्थीको पढाइमा असर गर्छ त्यति चाहिँ हामीले हाम्रो विधाबाट कटौती गरेर पूर्ति गर्छौँ भनेर हामी लाग्दै गर्दा, शिक्षक यो सोचले लाग्दै गर्दा शिक्षकले तोडफोड गर्नु हुँदैन, शिक्षकले अराजकता मचाउन हुँदैन भन्दै गर्दा सरकारले हामीलाई अन्य हिसाबले बाध्य बनाएर नराम्रो गतिविधिमा जति धकेल्ने प्रयास गरिरहेको छ सरकार चाहिँ त्यो कुरामा पनि सफल हुँदैन। शिक्षक चुक्दैन, शिक्षक गल्दैन। शिक्षकले जसरी हुन्छ योपालि चाहिँ आफ्नो अधिकारको लागिको यो लडाइँमा चाहिँ शिक्षकले जित्छ। तपाईँहरूको आन्दोलन शान्त, सभ्य, अनुशासित ढङ्गले बढिरहेको छ। यो बढ्नुमा यसलाई तपाईँहरूले कसरी म्यानेज गरिरहनु भएको छ? एउटा ठुलो भिड भएपछि त्यहाँ अराजकता पक्कै पनि आउँथ्यो। अरू आन्दोलनमा हामीले हेर्दाखेरि अरू परिप्रेक्ष्यलाई केलाउँदाखेरि प्रत्येक आन्दोलनमा तोडफोड हुन्थे, फोहोर मैला हुन्थ्यो। काठमाडौँ महानगरले बिल पनि पठाएको उदाहरणहरू छ। तर तपाईँको आन्दोलन यति अनुशासित, सभ्य हुनुको पछाडिको कारण चाहिँ के होला? यो पछाडिको एउटा मुख्य कारण चाहिँ शिक्षकको आन्दोलन हो सर। यो बौद्धिक जमातको आन्दोलन हो। यो अराजकता मचाउने, तोडफोड गर्नेको आन्दोलन होइन। यो चाहिँ हामीले बुझेको छौँ, हामी चाहिँ सभ्य भएर बस्नुपर्छ। हेर्नुहोस्, भर्खरै हाम्रो आन्दोलन 20 गतेबाट सुरु हुँदै गर्दा त्योभन्दा अगाडि 2-4 दिन अगाडि एक दिनको प्रदर्शनमा कति धेरै क्षति भयो हामीले त्यो त कदापि चाहँदैनौँ। र तपाईँ त्यहाँ गएर सडकमा गएर हेर्दाखेरि पनि फिल गर्न सक्नुहुन्छ। प्रत्येक शिक्षकले एउटा मिनरल वाटरको बोतलको माथिको सिल तोडे पछाडि पनि त्यो प्लास्टिक पकेटमा राखेको छ। मेरो पनि पकेटमा छ। हामी चाहिँ त्यो लेभलको आन्दोलन, यो बौद्धिक जमातको आन्दोलन। हामीले सकेसम्म तोडफोड पनि गर्दैनौँ र फोहोर पनि गर्दैनौँ। र जुन चाहिँ हामीलाई प्रत्येक शिक्षकको भावना नै यो छ, हामीले केही असर गर्नु हुँदैन, हामीले केही तोडफोड गर्नु हुँदैन, हामीले फोहोर गर्नु हुँदैन। किनभने हामीले बाबु नानीहरूलाई यही सिकाउने गुरुहरू हो। हामीले चाहिँ हाम्रो आन्दोलनमा पनि सभ्यता देखाउनुपर्छ भनेर स्वयं शिक्षकबाट नै त्यो कुरा प्रेरित भएर चाहिँ आएको छ र यो आन्दोलन चाहिँ सभ्य भएको छ। अबको आन्दोलन, अबको बाटोमा अब भोलिको दिनमा कसरी बढ्छ आन्दोलन? आन्दोलनको रूपरेखा के कस्तो हुने भनिएको छ? आन्दोलनको रूपरेखा अहिलेसम्म शिक्षक महासङ्घले हामीलाई सर्कुलर जुन गरेको छ हामी त्यही अनुसार नै चल्छौँ। जस्तै आजको दिन पछाडि समीक्षा बैठक बस्छ, त्यस पछाडि यसरी जाउँ भनेर जुन चाहिँ मोडालिटी आउँछ त्यसरी नै आन्दोलन अगाडि बढ्छ। तर जसरी बढ्छ शान्तिपूर्ण हिसाबले बढ्छ र बौद्धिकता हिसाबले बढ्छ, अराजक हिसाबले बढ्दैन। हामी चाहिँ जति समय बस्नुपर्छ बस्छौँ, तर हाम्रो माग चाहिँ योपालि सम्बोधन गराएर जान्छौँ भन्ने चाहिँ हाम्रो दृढ इच्छा छ र हाम्रो चाहिँ लक्ष्य पनि त्यही छ। बेला बेलामा शिक्षकहरूबाट पार्टीको सदस्यता त्याग्ने कुराहरू पनि आए। यो आन्दोलनमा हुमिँदै गर्दा शिक्षकहरूले अब हामी पार्टीको कार्यकर्ता होइन, हामी शिक्षकहरू हो, पार्टीको सदस्यता हामी जलाउँछौँ भन्ने कुरा पनि गर्नुभयो। तर यसको पछाडि सबै खुलेर आउन नसक्नुको कारण के होला? अब यो कुरा हजुरले भन्दै गर्दा यो पनि एउटा आन्दोलन बिथल्ने मध्येको एउटा कुरा जस्तो लाग्छ मलाई। किनभने शिक्षकले पार्टीको सदस्यता लिनै पाउँदैन, कसरी चलाउँछ? तर लिएको कुराहरू बाहिरिएको छ। जुन चाहिँ लिएको छ तपाईँको शिक्षा ऐनमा हाम्रो कानुनमा व्यवस्था भए अनुसार कि त पार्टीको सदस्यता त्याग्नुपर्छ कि त शिक्षक चाकरी छोड्नुपर्छ। हामी त कुनै पनि पार्टीको सदस्यता लिएको छैनौँ। हामी चाहिँ आफ्नो हकितको लागि ट्रेड युनियनको जुन स्वतन्त्रता छ, जुन चाहिँ हामीलाई कानुनले दिएको छ, हाम्रो चाहिँ पेसागत सङ्घ सङ्गठनमा आबद्ध हुने स्वतन्त्रता छ र अधिकारको कुरा छ, हामी त्यो क्षेत्रमा चाहिँ हामी आबद्ध छौँ। तर युनियनबाटै प्रत्यक्ष अप्रत्यक्ष रूपमा पार्टीमा जोडिएका छन् शिक्षकहरू। त्यही भएर पनि हामीसँगै छन् शिक्षकहरू, हामीले शिक्षक आन्दोलनलाई मत्थर पार्न सक्छौँ भन्ने रणनीतिको कारण सरकार अगाडि आउन नसकेको हो कि? अब यो कुरा भन्दै गर्दा हामीले सोच्नुपर्ने बाध्यता के छ त भने अहिले सरकारमा को छ? एमाले र काङ्ग्रेसको सरकार छ। यहाँ चाहिँ आन्दोलन गर्ने आन्दोलनकारीहरू यदि पार्टीको हुन्थे
पार्टीको झोलेहरू हुन्थे भने आफ्नै पार्टीको सरकार हुँदाखेरि आन्दोलनमा उत्रिन्थेनन् सर। यो चाहिँ अहिले सङ्घ सङ्गठनको आन्दोलन होइन, यो चाहिँ पेसागत हकितको लागि लडेको शिक्षकको महासङ्घको आन्दोलन हो। यो चाहिँ जुन हिसाबमा विगतका दिनहरूमा आस्थाका हिसाबले भोट गर्ने हिसाबले शिक्षकहरूले जहाँसुकै जेसुकै गरे पनि योपालि चाहिँ के हो त, योपालिको आन्दोलन चाहिँ पेसागत हकितको लागि लडेको आन्दोलन हो, पार्टीगत हिसाबले र पार्टीसँग रिलेटेड मान्छेहरूको आन्दोलन होइन। अन्त्यमा सरकार, अभिभावक र विद्यार्थीलाई तपाईँको सन्देश के छ? सरकारलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने हामीलाई लाखौँ विद्यार्थीहरूको माया छ, हामीलाई उनीहरूको पढाइको चिन्ता छ, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता छ र हामी निजी विद्यालयको भन्दा राम्रो गुणस्तर दिन सक्छौँ भनेर लागेको हामी जुन शिक्षकहरू छौँ हामीलाई चाहिँ यसरी निरुत्साहन गर्ने काम नगरियोस् भन्न चाहन्छु मैले सरकारलाई। र छिटै नै यो शिक्षा ऐन जारी गर्नको लागि पहल गरियोस् र हामीलाई सकेभन्दा छिटो विद्यालय फर्काउने व्यवस्था मिलाइदियोस्। किनभने म शिक्षक हो, आज बिहान काठमाडौँबाट आन्दोलनमा आउँदै गर्दा निजी विद्यालयका शिक्षकहरू हिँड्दै गर्दा मलाई पनि कक्षा कोठामा जान मन लागेको छ, मलाई पनि मेरो विद्यालय खोल्न मन लागेको छ, मेरो विद्यार्थीहरूलाई पढाउन मन लागेको छ। त्यो वातावरण सरकारले छिटै मिलाइदियोस्। र अभिभावकज्यूहरूलाई म के भन्न चाहन्छु भने हामी हाम्रो सामुदायिक शिक्षाको र हजुरको बाबु नानीहरूको भविष्यको लागि लडिरहेको छौँ। केही समय नआत्तिनु होला, हामी पक्कै पनि फर्केर त्यही ठाउँमा आएर क्षति नहुने गरी, क्षति असुल हुने गरी कार्य गर्नेछौँ। र प्यारा भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने नआत्तिनुहोस्, तपाईँहरूको गुरुको हकितको लागि र तपाईँहरूको भविष्यको लागि र गुणस्तर सुधारको लागि लडिरहेको छ। तपाईँहरू आफ्नो ठाउँमा जे गरेर आफ्नो सिकाइ प्रक्रियाहरू अगाडि बढाउन सक्नुहुन्छ, नआत्तिकिन त्यो गर्नुहोला, अनुशासित रहेर बस्नुहोला। गुरुहरू चाहिँ यो माग पुरा गरेर पक्कै पनि हजुरहरूको सामु छिटो आउनेछन् र यो वातावरण सरकारले मिलाउनेछ भन्ने चाहिँ अपेक्षा गर्दै म चाहिँ यो सबैजनालाई यो सन्देश दिन चाहन्छु। हजुर धन्यवाद। अमूल्य समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद।